मेरो पछाडि छ 15 वटा नेपालको च्यातेको झण्डा। आजको यस भिडियोमा हामी चेन्ज गर्ने छौं 15 वटा झण्डा। तो गाइस 15 वटा झण्डा फेर्नको लागि सबभन्दा हामीहरुलाई अगाडि चाहिन्छ पैसा। अब त्यसको लागि हामी चाहिँ गएरा छु बैंकमा चेक लिएर पैसा निकाल्न। हाम्रो मन्दिरको स्थिति हेर्नुस् यस्तो झण्डा हेर्नुस्। यहाँको नेताहरूले मेयरहरूले सबैले तर कसैले गरेन भाइहरूले गरेका छन् राम्रो गरेका छन्। नेताहरू चोरडाकाहरू छन्। सो गाइस चेक लिएर म चाहिँ बैंकनिर पुगिसकेको छु। ए बहन के भयो भित्रबाट धेरै डर लागिरहेछ यार। पैसा निकाल्नु भन्दा बढी मलाई बैंकबाट निकाल्दिन्छ भन्ने डर छ यार। बेन्च कति ठुलो छ बे, यसले माउन्ट बेस्टलाई पनि पछि छाड्दिन्छ। भित्र भिडियो बनाउनु पाउँछ युट्युबको लागि अहिले चाहिँ हामीहरू बैंकबाट हैन पैसा निकालिसकेको छु हैन हाम्रो झण्डा फेर्नको लागि। यहाँ चाहिँ गार्डले हामीलाई भित्रै छिर्न दिएन। आफ्नै पैसा निकाल्नलाई मुझे चोर जस्तो फिल गराइरहेको थियो हामीहरूलाई। सो गाइस बैंकको झन्झट पनि सकिसकेको छ र मेरो हातमा पैसा पनि आइसकेको छ। त्यही भएर सुक्कामा देरी गर्नु हुँदैन। सो अब डाइरेक्टै दराज एपमा जाम। दराजमा मुझे तेरो घरको दराज हैन कि अनलाइन शपिङ स्टोरको दराज भन्दै सरी भन्न। त चाहिँ किन बोल्नु पर्यो बिचमा? मेरो मर्जीमा बोल। घडी हिरो नभने के गर्छ? नेपाल फ्ल्याग विथ प्रिमियम क्वालिटी। कुनै पनि कुरामा प्रिमियम आउनु बित्तिकै मलाई शंका लाग्न थाल्छ। नेपालमा नेताहरूको भाषण र दराजको क्वालिटी कहिले राम्रो हुँदैन। सो गाइस हामीलाई चाहिएको छ 6 फिटको झण्डा। अब हेरौँ दराजमा कति प्राइसको छ। 450 200 500 1000 2000 150 मा 6 फिटको झण्डा। खोइ हेरौँ मुजी 6 फिट हैन 6 इन्च छ यो। साला तल हेर्न तेरो तल हैन के त्योको तल हेर्न। मैं तो कुछ और ही समझ रहा था। तर तेरो र त्यसको पनि सिमिलर नै छ अलि। सो गाइस हामीलाई चाहिँ राम्रो क्वालिटीको झण्डा भेटिसकेको छ हैन। धेरै मेहनत गरेर दराजमा कहाँ खोजे हैन अनि त्यसपछि चाहिँ हामीलाई चाहिँ भेटिसकेको छ। अनि एउटाको चाहिँ 450 छ अनि 15 वटाको 6750 जम्मा डिलिभरी लगाएर 6980 रुपैयाँ छ डिलिभरी सेभली सब लगाएर। अनि गाइस त्यहाँ चाहिँ हामीले चाहिँ क्याश अन डिलिभरी गर्दा चाहिँ हामीलाई चाहिँ 10 रुपैयाँ एक्स्ट्रा लिइराको छ। त्यसमा के रे 10 रुपैयाँ एक्स्ट्रा लिइराछ। आफ्नो देशको झण्डाको लागि यति पैसा तिरेछ जस्तो केही पनि हैन। 10 रुपैयाँ तिर्न के गरेछ रे मुजी? यो मुजी कहिले सुध्रिनु वाला छ। सो गाइस हामीले डिलिभरी गरेको फ्ल्याग चाहिँ हैन आइसकेको छ। सो अब चाहिँ म यहाँ ओपन गर्न गइरहेको छु। हेर्छु कस्तो छ आगो। गाइस हामीले त्यो दराजमा हेरे जस्तै झण्डा रहेछ हैन। 6 फिटको रहेछ किनकि मेरो हाइट पनि 6 फिट भन्दा कमै छ। त्यही भएर ल तपाईले पनि हैन समयमै पुर्याइदिएकोमा तपाईलाई धन्यवाद। वेलकम। हाम्रो यस्तो काम तपाईलाई कस्तो लागिरहेछ अलि भनिदिनु हाम्रो भिडियोमा। यो हाम्रो सामाजिक काममा मलाई चाहिँ धेरै दिलबाट अलि खुसी लागिरहेछ कि भाइहरू यस्तो काम गर्न खोजेर छ। यो त हाम्रो यो देशलाई गर्नुपर्ने जो यहाँको सामाजिक साथीभाइ मिलेर गरेछ। मलाई धेरै राम्रो लागिरहेछ यस्तो कामहरुमा सहयोग गरेर। हुन्छ ल। सो गाइस हामीहरु चाहिँ यहाँ झण्डा लिएर सकेको छु अनि यहाँ चाहिँ हामीलाई चाहिँ धेरै अप्ठ्यारो भइरहेछ किनकि यहाँ चाहिँ यो जुन छ नि यो रस्री यो निकाल्नमा चाहिँ धेरै टाइम लागिरहेछ यहाँहरुलाई। सो त्यही भएर अब यो लाइट जुन छ नि यो लाइटलाई चाहिँ पहिला निकाल्दिन्छु त्यसपछि चाहिँ माथिबाट निकाल्नुपर्छ। एउटामा चाहिँ आधी घण्टा लागिरहेछ। म यहाँ 15 वटा छ हेर्न सक्नुहुनेछ। यो हेर्नु हाम्रो देशको झण्डा। यो हाम्रो झण्डा मात्र हैन यो हाम्रो दिल हो। नेताहरूलाई यस्तो झण्डामा थुक्न दिन्न हुन्न। हामी नै यो झण्डालाई चेन्ज गरिदिन्छौँ। सो गाइस हामीहरूले चाहिँ हैन यहाँको झण्डाहरूको त्यो पहिलाको जुन पुरानो छैन च्यातेको हामीहरूले त्यो चाहिँ अब निकालिसकेको छु। हामीहरूलाई यहाँ चाहिँ 1.5 घण्टा जति लागिसकेको केही छैन। सो अब हामीले चाहिँ यहाँ नयाँ झण्डा लिएर आइसकेका छौँ। अब यहाँ चाहिँ हाम्रो हिरो ब्रो अब चाहिँ चेन्ज गर्न गइरहेको छु। ल ब्रो यहाँ राख्देऊ। हामीले चाहिँ कुनै नेताहरूलाई चाहिँ यस्तो भनेको हैन युवाहरूले पनि यस्तो गर्न सक्छौँ। त्यही भएर मात्र हामीले यस्तो बनाएको झण्डा चाहिँ फेरिन लागेको छ हैन सक्नुहुनेछ।
हाम्रो देशको झन्डाको कन्डिसन हेर्नु त बाप रे बाप पुरै च्यातिसकेको छ यार मलाई झन्डा हेरेर मलाई माया लागिरहेछ के गर्नु सो गाइज हामीसँग यहाँ उपस्थित भइसकेको छ यहाँ महेन्द्रनगरकै कलकेरा छ हामीलाई लागिदेखि धेरै सहयोग गरिसकेको छैन हामीले चाहिँ यति झन्डा सब लगाइसकेको छु यहाँ हेर्न सक्नुहुने चाहिँ 1 2 3 4 5वटा अहिले चाहिँ 5वटा झन्डा बाँकी छ अनि अरू चाहिँ उता लागिसकेको छ यहाँ चाहिँ योसँग केही कुरा गर्नेछु सो तपाईँलाई स्वागत छ यहाँ तपाईँ यो काम गर्दा तपाईँलाई कस्तो लागिरहेछ धेरै राम्रो लागिरहेछ जुन काम नेताहरूलाई गर्नुपर्ने त्यो काम जनताहरूले गरिरहेछ मर्दो कुरा हो यहाँको नेताहरू डाकाहरू छन् लुकेर बस्छन् यहाँ हेर्न सक्नुहुने छैन यहाँ चाहिँ यो नेताहरू हुनुहुन्छ यिनीहरू यो काम गर्दैन खालि हेर्न मात्र आएको छ यहाँ दाइहरू नमस्कार हाम्रो महेन्द्रको स्थिति हेर्नुहोस् झन्डा हेर्नुहोस् यहाँको नेताहरूले मेयरहरूले सबैले के म आफू पनि त्यस्तै मान्छे हो तर के गर्ने तर चाको गर्नुपर्ने भनेको हाम्रो नगर प्रमुखहरूले वडा अध्यक्षहरूले यहाँको वासीहरूले तर कसैले गरेन भाइहरूले गरेका छन् राम्रो गरेका छन् त्यही भन्छु भाइहरूले राम्रो काम गरेका छन् त्यसको लागि धेरै धेरै धन्यवाद भाइहरू राम्रो तर ध्यान दिनुपर्ने कुरा हो महेन्द्र सिटी हाम्रो राम्रो रहेछ जसरी तपाईँहरूले हेर्न सक्नुहुन्छ 6 लाइन रहेछ कहीँ छ 4-4वटा पुलारी छ महेन्द्रमा कसैले के भन्छ भन्दैन नि तर अलिअलि कुराको लागि चाहिँ बदनामी नगरोस् भनेर राम्रो काम गरेको छ भाइहरूलाई धेरै धेरै धन्यवाद रहेछ ल भाइ सो गाइज हामीहरूले सोचेको थियो कि 15वटा झन्डा हामीहरू लगाउँछु अनि मेरो 1000 सब्सक्राइबर पनि पुगिसकेको थियो मैले चाहिँ फेसबुकमा हालेको थिएँ कि हाम्रो महेन्द्रनगरको झन्डा पनि चेन्ज हुँदैन कसैले चेन्ज पनि गर्दैन अनि दाइले चाहिँ सजेसन दिनुभयो कि तिमीहरू आफै मिलेर युवाहरू मिलेर गर अनि त्यही भएर हामीहरूले यहाँ झन्डा पनि लगाइदिसकेको छु सो गाइज हामीहरूले धेरै दिनदेखि प्लान बनाइरहेको थियौँ कि घुम्न पनि आउँदाखेरि हेर्दा नराम्रो लाग्थ्यो हामीलाई एक दिन यहाँ आएर रिपोर्टरले भन्यो कि यसो छ झन्डाको हालत हाम्रो देश जस्तै अब के भनौँ नेताहरूलाई त केही लाजै छैन अब हामीहरूले नै मेरो साथीको पनि 1K सब्सक्राइबर्स पुग्यो त्यसैले अरू केही गर्नुभन्दा बेस यही गर्दा हामीहरूलाई राम्रो लाग्यो अगाडि पनि सपोर्ट गरिदिनु होला धन्यवाद अनि यसले पनि सुरुदेखि नै हेल्प गर्यो होइन एकचोटि यसलाई नि सोध्छु कि यसलाई सहयोग गरेर कस्तो लाग्यो काम गरेर त राम्रो लाग्यो अब हेर्दा पनि राम्रो लागिरहेछ खुसी भइरहेछ कि हामीहरू मलाई काम गर्नमा मलाई धेरै राम्रो लाग्छ यो काम चाहिँ असलमा गर्नुपर्ने चाहिँ कसको हो र अब नेताहरूको काम छ तर नेताहरू गर्दैन त के गर्ने अब हामीलाई नै गर्नुपर्छ नेताहरू चोर छ सब घरमा बसी खान्छ पिन्छ सब के गर्छ अब नेता नगरेपछि हामीलाई नै गर्नुपर्ने लास्टमा अब नेक्स्ट टाइम भोट दिँदा चाहिँ कसलाई भोट दिने तिमी म्याच कसैलाई भोट दिनु छैन अब सब सालाहरू साला सब पैसा खान्छ आफ्नो कसैलाई भोट दिनु अब कसैलाई पनि भोट दिनु छैन अब हाम्रो देशको युवाहरू पनि सब जागिरहेको छ तपाईँहरू हेर्न सक्नुहुनेछ हामीहरूले अहिले चाहिँ 15वटा झन्डा मात्र लागेको छ आगामी दिनमा हामीहरूले चाहिँ पनि यस्तो भन्दा यो भन्दा पनि ठुलो काम गर्ने तिमीलाई चाहिँ कस्तो लाग्यो यो काम गरेर यहाँ हामीलाई चाहिँ धेरै राम्रो लाग्यो साथी अब